जस्तै येशू जस्तै हुन चाहन्छु, येशू जस्तै भनेर हामी भजन गाउँछौँ। येशू जस्तै हुनको निम्ति येशू प्रभुले कति धेरै प्रेम गर्नुभएको छ। उहाँलाई पक्राउन आउने, उहाँलाई मार्न आउनेलाई पनि उहाँले क्षमा दिनुभएको छ। उहाँलाई क्रुसमा टाङ्ने, हेर्नुहोस् है, उहाँलाई क्रुसमा टाङ्ने ती मानिसहरूलाई पनि उहाँले भन्नुभयो, हे पिता यिनीहरूलाई क्षमा दिनुहोस्, यिनीहरूले के गर्दैछन् जान्दैनन्। तर तपाईँ र मलाई आज कतिपल्ट हाम्रा मानिसहरूले अलिकति चोट दियो भने नि, त्यस्तै पर्यो भने हामी कुट्न जान्छौँ, हामी लडाइँ गर्न जान्छौँ, त्यो मान्छेको गुटबन्दी गर्छौँ। अनि खोइ त क्षमा, खोइ त यसो जस्तै बनेको हामी। अनि भन्दाखेरि भनेको छौँ यसो जस्तै हुन चाहन्छ। सजिलो छ भावना बगाउनको लागि, तर वास्तविक व्यवहारमा परिवर्तन गर्नलाई धेरै गाह्रो छ। त्यो कारण प्रिय मित्र, संसारमा यस्तो खालको घटनाहरू भइराखेको छ। तपाईँ र म चाहिँ अब परिवर्तन हुनुपर्छ। तपाईँ र म जहाँ जहाँबाट यो कुराहरू हेर्दैछौँ, जहाँ जहाँबाट यो कुरा सुन्दैछौँ, तपाईँ र मैले विचार गर्नुपर्ने कुरा चाहिँ के हो भने, अरूले जे गर्दैछ हामी त्यही गऱ्यौँ भने तपाईँ र मलाई के फाइदा भयो होइन? अरूले गरेको भन्दा फरकको हामीले गऱ्यौँ भने परमेश्वरले हामीलाई आशीष दिनुहुन्छ, परमेश्वरले हामीलाई न्याय दिनुहुन्छ। आज हामीले अरूले जे गरिराखेको छ नि हामी त्यही गरिराखेको छौँ। हिजो तपाईँ र मलाई कसैले धोका दियो, तपाईँ र म पनि आज कसैले धोका दिँदैछौँ। तपाईँले पाउने पनि धोकै त हो नि फेरि, होइन? यदि हामीले कसैलाई धोका दिएको छौँ भने हामीले पाउने पनि धोकै हो। किनभने वचनमा लेखेको छ, जे तिमी रोप्छौ त्यसै कटानी पनि तिमीले गर्नेछौ। त्यो कारण प्रिय मित्र, तपाईँहरूमा एकदम होसियार हुनुपर्छ। अबको दिनहरूमा हामी होसियार हुनुपर्छ है, होसियार हुनुपर्छ। अहिलेको समयमा टुट्ने फुट्ने यति धेरै भइराखेको छ। विश्वासमा आएका दाजुभाइ